I want to become an actor. Yes, I can do it. For that, I have to work with the best director. नमस्ते डाइरेक्टर साहब। नमस्ते आउनुहोस्। अनि डाइरेक्टर साहब, मैले सुनेको थिएँ तपाईँले फिल्महरू म्युजिक भिडियोहरू बनाउनुहुन्छ अरे। मलाई पनि एउटा खतरा मुभीमा रोल दिनुहुन्छ कि? Okay, that means you wanna become an actor. यस डाइरेक्टर साहब। Okay, nice. अनि तपाईले कतै केही एक्टिङ कोर्सहरू गर्नुभएको छ? यस, मैले बलिउडबाट एक्टिङ कोर्स गरेर आएको छु। ठिक छ। भने पछाडि तिमीलाई स्क्रिप्ट सम्बन्धी पनि नलेज छ। इफ यु आर ओके, त्यसो भए सँगै बसेर स्क्रिप्ट लेखौँ न त। नो, आई एम नट अ राइटर, आई एम एन एक्टर। मलाई एक्टर बन्नु छ। ओके, आई गट इट। म तिमीलाई अब हिरो बनाउँछु। But I don't want to become a small, ordinary actor. I want to become a superstar. ओके, आई गट इट। यु डोन्ट वरी, ओके? म तिमीलाई नेपालको मायानायक राज समाल भन्दा पनि तिमीलाई ठुलो स्टार बनाउनेछु। दुश्मनको लागि यो हात फलाम छ, साथीको लागि यो हात सलाम छ। ब्युटिफुल हिरोइनहरू तिम्रो वरिपरि। यु जस्ट इमेजिन। करोडमा खेल्नेछौ तिमी, करोडमा। बट मुभी बनाउन वी नीड लट्स अफ मनी। हाउ मच सर? मिनिमम पनि 1 करोड। के तिमी त्यति हाल्न सक्छौ? म कहाँबाट ल्याऊ 1 करोड सर? सम्पत्तिको नाममा धुरीखेलमा त्यही एउटा जग्गा त छ। ओके, मसँग एउटा ब्लकबस्टर मुभीको स्क्रिप्ट छ। त्यही पैसा नभएर म अड्केर बसिरहेको छु। तिमीले त्यो धुलीखेलको जग्गा बेचेर मुभी मेकिङमा इन्भेस्ट गर। आई एम 100% स्योर द्याट मुभी विल बी ब्लकबस्टर। हुन्छ सर। तर यो मान्छेले कतै मलाई ठुलो सपना देखाएर लुट्नु खोज्या त होइन नि? अनि एउटा कुरा मेरो मनमा खुल्दुली भइरहेको थियो सर। यदि तपाईले मलाई श्री महानायक राय समाल भन्दा पनि ठुलो स्टार बनाउन सक्नुहुन्छ भने तपाई चाहिँ उहाँ भन्दा ठुलो स्टार किन बन्न सक्नु भएन? आई एम अ डाइरेक्टर यार, नट एन एक्टर। मलाई त्यति ठुलो एक्टर बन्ने रहर छैन क्या राजा। यसलाई त यसरी नै गफ दिँदै लुट्ने नै हो। अलि दिमाग चाहिँ लगाउनु पर्छ है। छिट्टै विश्वास पनि गर्नु हुँदैन। डाइरेक्टर साहब, मुभी स्क्रिप्टमै काम गरौँ। आई थिंक आई नीड टु टेक रेस्पोन्सिबिलिटी अफ द राइटर एज वेल।